हाई एभ्रिवान, आज चाहिँ हामी बुझ्नेछौँ मार्केट ट्रेन्ड भनेको के हो, मार्केट ट्रेन्ड कति प्रकारको हुन्छ, ट्रेन्ड आइडेन्टिफाई कसरी चाहिँ गर्ने, त्यसको बारेमा आज हामी चाहिँ एकदम फुल नलेज गेन गर्नेछौँ। यो बा एकदम फुल नलेज हुन्छ। सो यो भिडियो चाहिँ एकदम नलेजेबल छ। भिडियोलाई छोडेर नजानु होला। म तपाईले मार्केट ट्रेन्ड आइडेन्टिफाई कसरी गर्ने र नेप्सेको एक्जाम्पल पनि दिइहाल्छु कि तपाईले सजिलो होस् बुझ्नमा। अनि यो भिडियो हेरेपछि तपाईले अरु कुनै अदर भिडियो हेर्नु पर्दैन, यति म स्योर भन्न सक्छु। सो लेट्स स्टार्ट दिस भिडियो। मार्केटमा 3 प्रकारको ट्रेन्ड हुन्छ। अप ट्रेन्ड, बुलिश मार्केट। यो हायर हाई अनि हायर लोको फर्ममा बनेको हुन्छ। एउटा हुन्छ डाउन ट्रेन्ड, बियरिश मार्केट। यो लोअर हाई अनि लोअर लोको फर्ममा बनेको हुन्छ। त्यो कसरी बन्छ म एक्सप्लेन गर्छु। सो वेट गर्नुस्। अनि एउटा हुन्छ कन्सोलिडेसन मार्केट, रेन्ज बाउन्ड मार्केट। हामी यसलाई एकुमुलेसन मार्केट पनि भन्न सक्छौँ वा साइडवेज पनि भन्न सक्छौँ। सो सबैभन्दा पहिला हामी बुझौँ अप ट्रेन्ड चाहिँ भनेको के हो, अप ट्रेन्ड अनि डाउन ट्रेन्ड भनेको के हो त्यो बुझौँ। मान लिनुस् कुनै एउटा स्टक छ, हायर हाई अनि हायर लोको कम्बिनेसनमा फर्म हुँदै माथितिर गइरहेछ। कुनै स्टक वा नेप्से नै होस्, यो हायर हाई अनि हायर लोको फर्मेसनमा माथि गइरहेछ, यसले हामी अप ट्रेन्ड भन्छौँ। यो हायर हाई अनि हायर लो। त्यो चाहिँ म एकछिन वेट गर्नुस्, म लेखिदिरहेको छु। हायर हाई, हायर लो, फेरि हायर हाई, हायर लो, अनि हायर हाईले पनि हामी एकछिन राखौँ। बुझ्नको लागि एकदम म सिम्पल गरिदिन्छु। भिडियो चाहिँ लामो हुन सक्छ, भिडियोलाई एकदम अन्तिमसम्म हेर्नु होला। मान लिनुस् यो एउटा स्टकको प्राइस हो। यहाँ यो स्टकको प्राइस रहेको छ 100 रुपैयाँ। फेरि यो स्टक चाहिँ माथि लगेर 110 मा गयो। 110 मा हायर हाई फर्म भयो, फेरि तल एउटा करेक्सन खायो अनि करेक्सन खाएपछि हायर लो बनायो। फेरि माथि गएर 110 लाई यहाँ चाहिँ ब्रेक गरिदियो अनि फेरि यो एउटा करेक्सन खायो, हायर लो चाहिँ बनायो, फेरि हायर हाई बनायो। किनकि यो हायर हाईलाई यसले चाहिँ ब्रेक गरेको छ, 130 मा गएको छ। 100 रुपैयाँको कुनै एउटा स्टक 130 मा गइसकेको छ। फेरि एउटा करेक्सन लिन्छ, फेरि चाहिँ माथि जान्छ अनि फेरि एउटा करेक्सन आयो, फेरि माथि गइरहेछ। यो हायर हाई चाहिँ फर्म भयो। फेरि एउटा करेक्सन आयो, हायर लो बनायो, फेरि माथि गयो। बेसिकली हायर हाई अनि हायर लोको फर्मेसनलाई कम्बिनेसनलाई चाहिँ अप ट्रेन्ड भनिन्छ। अब अप ट्रेन्ड चाहिँ आइडेन्टिफाई कसरी गर्ने कि हो यो अप ट्रेन्ड नै हो, त्यो कसरी बुझ्ने, त्यो बुझ्नको लागि तपाई प्र्याक्टिस गर्नुपर्छ कि यो हायर हाई हो, यो हायर लो हो, त्यसको म बारेमा कुरा गर्दिन्छु। फेरि एकचोटि म यहाँ एक्सप्लेन गरिदिरहेको छु। यो एउटा स्टक हो, यसरी माथि गइरहेछ। बेसिकली आफ्नो पुरानो प्राइसलाई ब्रेक गरी कुनै पनि स्टक माथि गइरहेछ भने त्यसले हायर हाईको फर्म, हायर हाई हायर लोको फर्म भनेर अप ट्रेन्ड एकदम अप ट्रेन्ड हो भनेर बुझ्न सकिन्छ। बुझ्न सकिन्छ हैन, त्यो अप ट्रेन्ड नै हो मान्नुपर्छ। यहाँ एउटा स्टकको प्राइस थियो 10 रुपैयाँ, यहाँ 10 रुपैयाँ थियो। त्यो स्टक 12 रुपैयाँमा गयो, फेरि एउटा करेक्सन खायो, 14 रुपैयाँमा गयो, करेक्सन खायो, फेरि 16 रुपैयाँमा गयो, करेक्सन खायो, माथि गइरहेछ। बेसिकली आफ्नो पछाडिको प्रिभियस प्राइसलाई ब्रेक गरी जुन पनि स्टक नेप्से होस् वा अदर कुनै पनि कन्ट्रीको मार्केट होस्, फरेक्समा, इन्डियन मार्केटमा आफ्नो प्रिभियस हाईलाई ब्रेक गरी माथि गइरहेछ कुनै पनि स्टक होस् वा नेप्से, त्यसलाई अप ट्रेन्ड बुझ्न सकिन्छ। अब अप ट्रेन्ड बुझ्न सकिन्छ, त्यो अप ट्रेन्ड हो बुझ्नुपर्छ। यति कुरा त बुझ्नुभयो। हायर हाई अनि हायर लोको कम्बिनेसनलाई चाहिँ अप ट्रेन्ड भनिन्छ। यति कुरा बुझ्नुभयो। त्यसको म इक्जाम्पल पनि दिन्छु, नेप्सेकै इक्जाम्पल दिन्छु। एकछिन वेट गर्नुस्।
अब हामी चाहिँ कुरा गरौँ बियरिस मार्केटको बारेमा। बियरिस मार्केट चाहिँ भनेको के हो? त्यो बुझ्नका लागि एकदम सजिलो छ। यति बुझ्नुस्, यो अप ट्रेन्ड चाहिँ अप ट्रेन्ड तपाईँले बुझ्नुभयो, बुलिस मार्केट बुझ्नुभयो। अब तपाईँले बियरिस बुझ्नमा कुनै पनि गाह्रो छैन। एकदम नर्मली सिम्पल भाषामा तपाईँ बुझ्नुहुन्छ र कुनै पनि स्टकको चार्टमा गएर, नेप्सेको चार्टमा गएर अप ट्रेन्ड, डाउन ट्रेन्ड आइडेन्टिफाई गर्न सक्नुहुन्छ। सो एकदम फोकस्ड भएर यो कुरा चाहिँ बुझ्यो तपाईहरु। अप ट्रेन्डमा हामीले के बुझ्यौ कि प्रिभियस प्राइजले ब्रेक गरेर माथि गइराछ भने हायर हाई अनि हायर लोको कम्बिनेसनमा माथि गइराछ प्राइस भने त्यसलाई अप ट्रेन्ड बुझ्ने। अनि सेम यसको जस्ट अपोजिट, जस्ट उल्टो बुझ्नुस् कि कुनै पनि स्टकमा प्रिभियस लोको प्राइजलाई ब्रेक गरी तल आइराछ भने त्यसलाई डाउन ट्रेन्ड बुझ्ने। डाउन ट्रेन्ड बुझ्नुस्। मान लिनुस् कुनै पनि एउटा स्टकको प्राइस हो 10 रुपैयाँ। 10 रुपैयाँमा 10 रुपैयाँ छ एउटा स्टकको प्राइस। एबीसी XYZ स्टकको प्राइस आजको प्राइस छ 10 रुपैयाँ। भोलि कति भयो? 8 रुपैयाँ भयो। त्यसको पर्सि 6 रुपैयाँ भयो। अनि तर्सी 4 रुपैयाँ भयो। फेरि नेक्स्ट डे कति भयो? 2 रुपैयाँ भयो, हैन? अब जब 10 बाट तल झरिरहेछ यो स्टक, यसलाई डाउन ट्रेन्ड बुझ्ने, बियरिस मार्केट बुझ्ने। डाउन ट्रेन्ड बुझ्ने, बियरिस मार्केट बुझ्ने। अब यसलाई एक्सप्लेन गर्नको लागि म तपाईलाई चार्ट चाहिँ ड्र गरिदिरहेको छु। एकदम बुझ्नमा चाहिँ सजिलो हुन्छ। हायर लो अनि लोअर लोको कम्बिनेसनमा कुनै पनि स्टक वा मार्केट चलिरहेछ भने त्यसलाई डाउन ट्रेन्ड बुझ्ने। त्यसलाई बुझाउनको लागि म चाहिँ ड्र गरिदिरहेको छु। मान लिनुस् पहिला यो एउटा XYZ स्टकको प्राइस 10 रुपैयाँ थियो, फेरि माथि गयो अनि 8 मा आयो, फेरि माथि गयो, फेरि यो 6 मा आयो, फेरि माथि गयो 4 मा आयो, फेरि माथि गयो 2 रुपैयाँ मा आयो, हैन? अब बुझ्नु होला तपाईहरु, एकदम फोकस्ड भएर चाहिँ यो कुरा मेरो बुझ्नुस्। लोअर हाई फेरि लोअर लो। यसमा के भइराछ एकछिन सबै बुझ्नुस् त, आफै बुझ्नुस् त। प्राइस माथिबाट 10 बाट झरेर तल आइराछ। 10 बाट झरेर 8 मा आयो, 8 बाट झरेर 6 मा आयो, 6 बाट 4 मा आयो, 4 बाट 2 मा आयो। अब तपाई यति कुरा त बुझ्नु भयो। यसमा हामी अप ट्रेन्डमा के बुझ्नु भयो थियो हामी कि प्राइस 100 बाट 110 मा गयो, 110 बाट 120 मा, 120 बाट 30 मा, 30 बाट 40 मा, 140 बाट 150 मा गयो। यो अप ट्रेन्ड भयो। सेम त्यसकै अपोजिट 10 बाट प्राइस 100 बाट 90 मा आयो, 90 बाट 80 मा आयो, 80 बाट 70 मा आयो, 70 बाट 60 मा आयो। लोअर हाई बनायो। यहाँ यही स्क्रिप्टले, यही स्टकले लोअर हाई बनायो, हैन? लोअर हाई बनायो। फेरि यो लोअर हाई बनाएर आफ्नो लोअर लोलाई यहाँ ब्रेक गरिदियो। फेरि अलिकति एउटा माथि पुल ब्याक आयो, पुल ब्याकमा लोअर हाई बनायो, फेरि ब्रेक गरिदियो तलतिर आफ्नो लोअर लोलाई। फेरि यसको तल लोअर लो बनायो, फेरि माथि एउटा पुल ब्याक आयो, फेरि तल गयो। यो स्टक चाहिँ तल झर्यो, फेरि लोअर लोलाई आफ्नो ब्रेक गरी एउटा नयाँ लोअर लो बनाइरहेछ। बेसिकली कुरा बुझ्ने हो भने अप ट्रेन्ड भनेको माथि जानु, कुनै पनि स्टक नेप्से माथि गइराछ भने अप ट्रेन्ड बुझ्ने। डाउन ट्रेन्ड भनेको चाहिँ कुनै पनि स्टकको प्राइस तलतिर घटिरहेछ, झरिरहेछ भने त्यसलाई डाउन ट्रेन्ड भन्ने, बुझ्ने। त्यो म बुझाइदिन्छु चार्टमा, एक्जाम्पल पनि म दिन्छु यसको बारेमा। तपाईहरु एकदम मजाले बुझ्नुहुन्छ। एउटा भयो, दुईटा त तपाईहरुले एकदम मजाले बुझ्नुभयो। तेस्रो छ कन्सोलिडेसन, रेन्ज बाउन्ड मार्केट, साइडवेज मार्केट। बेसिकली कुनै पनि मार्केट, कुनै पनि स्टक वा नेप्से, कुनै पनि स्टक एउटा रेन्जमा घुमिरहेछ भने, एउटा रेन्जमा बसिरहेछ भने त्यसले हामी साइडवेज, कन्सोलिडेसन, रेन्ज, बाउन्ड मार्केट चाहिँ हामी भन्न सक्छौं। न त यो माथि गइरहेछ, न तल आइरहेछ, न हायर हाई न लोअर लो बनाइरहेछ। बेसिकली यो बुझौँ हामी एउटा एक्जाम्पलबाट कि यता
यो स्टकको प्राइस माथि गइरहेछ 100 सम्म, फेरि झरेर तल आइरहेछ 90 मा 90 मा, फेरि माथि गइरहेछ 100 मा, फेरि तल आइरहेछ 90 मा, फेरि माथि गइरहेछ 90 100 मा, फेरि तल आइरहेछ 90 मा, फेरि माथि गइरहेछ 100 मा, फेरि तल आइरहेछ 90 मा। बेसिकली यहाँ बुझ्ने हो भने के भइरहेछ कि एउटै स्टकको प्राइस दुईटा जोन भित्र 100 अनि 90 को जोन भित्र चाहिँ बसिरहेछ, घुमिरहेछ के, नत्र तल गइरहेछ नत्र माथि गइरहेछ। त्यसलाई कन्सोलिडेसन, रेन्ज, साइडवेज चाहिँ हामी एकदम मजाले बुझ्न सक्छौँ हैन। अब म तपाईलाई एक्जाम्पल दिएर यता चाहिँ एकचोटि रिभिजन गराइदिए तपाईले के सिक्नुभयो। यो के भयो, माथितिर एउटा स्टक नेप्से गइरहेछ, यसरी आफ्नो प्रिभियस हाईले ब्रेक गरी माथि गइरहेछ, यसले के भन्ने भन्नुस् त, कमेन्ट गर्नुस् त। यो भयो अप ट्रेन्ड, बुलिश मार्केट भन्न सक्छौँ हामी। अनि सेम यसको अपोजिट नेप्से चाहिँ घटिरहेछ, डे बाइ डे घटिरहेछ, यसले के बुझ्ने, अप ट्रेन्ड बुझ्ने कि डाउन ट्रेन्ड बुझ्ने भन्नुस् त, डाउन ट्रेन्ड बुझ्ने। अनि एउटा रेन्जमा चाहिँ नेप्से बसिरहेछ, यसरी रेन्जिङमा गरेर रेन्जमा साइडवेज भएर बसिरहेछ भने यसले के भयो, के बुझ्ने, यसले एउटा जोनमा बसिरहेछ भने यसलाई बुझ्ने साइडवेज, कन्सोलिडेसन, रेन्ज, बाउन्ड मार्केट। अब यसले बुझ्नका लागि म तपाईहरुले चार्टमा, नेप्सेकै चार्टमा एक्सप्लेन गरिदिरहेको छु अप ट्रेन्डको बारेमा। पहिला हामी अप ट्रेन्डको बारेमा बुझौँ, नेप्सेकै केसमा पहिला हामी अप ट्रेन्डको बारेमा बुझौँ, एउटा सानो रेन्जमा मात्रै। के भइरहेछ यहाँ, यहाँबाट नेप्सेले एउटा करेक्सन खायो अनि माथि गयो, के गर्यो, यहाँ माथि गएर यसरी माथि गयो, फेरि एउटा करेक्सन खाएर यसरी माथि गयो, फेरि करेक्सन खाएर माथि गयो, फेरि एउटा करेक्सन खायो हैन, करेक्सन आयो फेरि माथि गयो, फेरि एउटा करेक्सन आयो अनि फेरि माथि। यहाँदेखि बेसिकली हामी यहाँदेखि यहाँसम्मको रेन्जले हेरौँ हैन। यो यसले छोडिदिनु, अहिले यसले छोडिदिनु अनि यो भन्दा पछाडिको कुरालाई छोडिदिनुस्। अब हामी बुझौँ, हामीले अप ट्रेन्डको बारेमा जुन बुझ्यौँ, प्रिभियस हाईलाई चाहिँ ब्रेक गरिरहेछ भने त्यसले अप ट्रेन्ड बुझ्ने, त्यो लजिक लगाएर चाहिँ हामी यहाँ बुझ्ने प्रयास गरौँ। के भइरहेछ यहाँ, आफ्नो प्रिभियस हाईलाई चाहिँ ब्रेक गरेर माथितिर गइरहेछ नेप्से, यसले के भन्ने, अप ट्रेन्ड भन्ने कि डाउन ट्रेन्ड भन्ने कि के भन्ने भन्नुस् त तपाईहरु। हायर हाई अनि हायर लो फर्म भइरहेछ कि लोअर हाई अनि लोअर लो फर्म भइरहेछ, त्यो भन्नुस्। यहाँ हायर हाई अनि हायर लो फर्म भइरहेछ, हायर हाई अनि हायर लो फर्म भइरहेछ यहाँ, हो कि हैन, यति बुझ्नुभयो। अब तपाईहरु हायर हाई अनि यहाँ हायर लो फर्म भइरहेछ, यहाँ हायर हाई अनि हायर लो फर्म भइरहेछ। फेरि यो एउटा करेक्सन आयो अनि माथि गयो, फेरि यहाँ नयाँ हायर हाई बनायो अनि हायर हाई बनायो, यो भयो अप ट्रेन्ड। नेप्सेको केसमा तपाईले एकदम बुझ्नुभयो कि यो हायर हाई अनि हायर लो फर्म भइरहेछ भने मैले त्यहाँ एक्सप्लेन गरेको थिएँ, यहाँ पनि एक्जाम्पल पनि छ। अरु स्टकमा तपाई गएर हेर्न पनि सक्नुहुन्छ, चाहिँ तपाईहरु प्र्याक्टिस गरेर डिस्कर्ड च्यानलको सर्भरको लिंक छ, त्यसमा हाल्नु होला, म त्यहाँ भेरिफाई गरिदिन्छु। केही मिस्टेक भयो भने म बुझाइ पनि दिन्छु। यहाँदेखि यहाँको केससम्म हामीले के देख्यौं कि नेप्से हायर हाई गइरहेछ, हायर हाई बनाइरहेछ, अप ट्रेन्ड छ, बुलिश मार्केट छ हैन, यो बुझ्यौं हामी। बट यहाँबाट अब यो पछाडिको कुरालाई हामी छोड्दियौं हैन, यहाँदेखि यहाँसम्म केसले हामी एकदम मजाले एक्सप्लेन गरौँ अनि बुझौँ यो कुन ट्रेन्डमा हो। तपाईहरु आफै चाहिँ कमेन्ट गर्नु होला, म भन्दिन कि कुन ट्रेन्डमा हो। यहाँ के भइरहेछ कि मार्केट यहाँबाट एउटा तल आएर माथि गयो, फेरि तल आयो अनि फेरि माथि गयो, तल आयो माथि गयो, तल आयो माथि गयो, तल आयो अनि फेरि माथि गयो, तल आयो फेरि माथि गयो, तल आयो, यहीसम्म बुझ्यौं हामी। यहाँ के भइरहेछ बुझ्नुस् त, एकचोटि आफै बुझ्नुस् त, मैले बुझाएको कुरा बुझ्नुस् त। यहाँ नेप्से थियो कतिमा, 3100 मा, झरेर आयो 27 मा, फेरि माथि गयो
2874 मा फेरि तल आयो, 2400 मा फेरि माथि गयो, 2800 मा फेरि तल आयो, 2200 मा। यहाँ के भइरहेछ? नेप्से माथिबाट तल आइरहेछ कि तलबाट माथि गइरहेछ त्यो बुझ्नुस्। हायर हाई अनि हायर लो फर्म भइरहेछ कि लोअर हाई अनि लोअर लो फर्म भइरहेछ, यति कुरा बुझ्नुस् तपाई अनि कमेन्ट गर्नुस्। यहाँ नेप्से तल माथिबाट चाहिँ तल आइरहेछ, लोअर हाई अनि लोअर लो फर्म भइरहेछ। यसमा लोअर हाई अनि लोअर लो फर्म भइरहेछ। यसले के भन्ने, यसले के बुझ्ने? डाउन ट्रेन्ड हो कि हैन? प्राइस 100 बाट 90 मा आयो, 90 बाट 80 मा, 80 बाट चाहिँ 70 मा आयो, 70 बाट यहाँ 65 मा आयो, 65 बाट 60 मा आयो हैन। लोअर हाई अनि लोअर लो फर्म भइरहेछ। सेम हामीले बुझिसक्यो अप ट्रेन्ड अनि डाउन ट्रेन्डको बारेमा हैन। एकचोटी फेरि म रिभिजन गराइदिइरहेछु तपाईहरुलाई। अप ट्रेन्ड भनेको प्राइस तलबाट माथि गइरहेछ, प्रिभियस प्राइसलाई ब्रेक गरी माथि गइरहेछ भने त्यसले अप ट्रेन्ड भन्ने, अप ट्रेन्ड बुझ्ने। प्राइस 10 बाट 15 मा गयो, 15 बाट 25 मा गयो, 25 बाट 30 मा गयो, 30 बाट 40 मा गयो, 40 बाट 50 मा गयो, त्यसले अप ट्रेन्ड बुझ्ने हैन। अनि त्यही प्राइस 90 बाट 80 मा आयो, 80 बाट 70 मा आयो, 70 बाट 60 मा आयो, 60 बाट 50 मा आयो, त्यसलाई डाउन ट्रेन्ड बुझ्ने हैन। तपाई अप ट्रेन्ड अनि डाउन ट्रेन्ड त सर तपाईहरुले मजाले बुझ्नुभयो, तर साइडवेज चाहिँ भनेको के हो सर? तपाईहरु मसँग क्वेशन गर्नुहुन्छ। साइडवेज यही हो, हेर्नु न नेप्से के केसमा हेर्नु न। नेप्से करिब जुन 2022 देखि जुलाई 2024 सम्म करिब 2 वर्ष एउटै रेन्जमा बस्यो के, एउटै रेन्ज भित्र रेन्जिङ गरेर बस्यो। नत्र माथि गइरा थियो नेप्से, न त तल गइरा थियो। आफ्नो रेन्ज भित्र बसिरा थियो के, आफ्नो रेन्जलाई रिस्पेक्ट गरिरा थियो। अब यसलाई के भन्ने भन्नुस् त तपाईहरु? मैले त्यहाँ एक्सप्लेन गरेको थिए त्यो अप ट्रेन्ड, डाउन ट्रेन्ड अनि साइडवेज को बारेमा जुन म तपाईहरुले नलेज दिए, एक्सप्लेन गरे, त्यो अनुसार यसले के बुझ्ने? अप ट्रेन्ड बुझ्ने कि डाउन ट्रेन्ड बुझ्ने कि साइडवेज बुझ्ने भन्नुस् त? हो, साइडवेज हो। किन साइडवेज हो? किनकि एउटा जोनमा बसिराछ के, एउटा जोनमा नेप्से बसिराछ। नत्र माथि गइराछ न त तल आइराछ, एउटा जोनमा बसिराछ, जोनलाई आफ्नो रिस्पेक्ट गरिराछ। मैले तपाईलाई एकदम मजाले तपाईहरुलाई 0 देखि 100 सम्म एक्सप्लेन गर्दिए। तपाईहरु चाहिँ यो कुरालाई बुझेर सबैजना चाहिँ प्र्याक्टिस गर्नुस्। प्र्याक्टिस गरेर मैले भिडियोको डिस्क्रिप्सनमा डिस्कर्ड सर्भरको लिंक, डिस्कर्ड सर्भरमा गएर च्याटहरु चाहिँ अपलोड गर्नु होला तपाईहरु। म त्यहाँ हेरेर भनिदिन्छु कुन सही हो, कुन गलत हो। अप ट्रेन्ड भनेको के हो? एकचोटी हामी समराइज गरौँ लास्टमा। अप ट्रेन्ड भनेको के हो? हायर हाई अनि हायर लो को फर्मेसनलाई अप ट्रेन्ड भनिन्छ। प्राइस 100 बाट 110 गयो, 110 बाट 120, 130, 140 गइरहेछ भने त्यसलाई अप ट्रेन्ड भन्ने, बुलिश मार्केट बुझ्ने। हायर हाई हायर लो को फर्मेसन भइरहेछ। डाउन ट्रेन्ड भनेको के हो? प्राइस 10 बाट 8 मा आयो, 8 बाट 6 मा, 6 बाट 4 मा, 4 बाट 2 मा आयो। लोअर हाई अनि लोअर लो को फर्मेसनलाई बियरिश मार्केट बुझ्ने, डाउन ट्रेन्ड बुझ्ने। अब साइडवेज कन्सोलिडेसन मार्केट भनेको के हो? भर्खर मैले एक्जाम्पल दिए त्यो नेप्सेको केसमा। कन्सोलिडेसन मार्केट, रेन्ज मार्केट, बाउन्ड मार्केट, साइडवेज एउटा रेन्जमा बसेको हुन्छ। मार्केट न त माथि गएको हुन्छ नत्र तल आएको हुन्छ। मार्केट नभई कुनै पनि स्टक नत्र माथि जान्छ न तल आउँछ। एउटा रेन्ज भित्र बस्नुलाई नै त्यसलाई कन्सोलिडेसन, साइडवेज भन्न सकिन्छ। भर्खर मैले एक्जाम्पल दिए त्यसको बारेमा। सो मैले मसँग हुन जतिको नलेज तपाईहरुले दिइसके। भिडियो राम्रो लाग्यो भने सब्स्क्राइब गर्नुहोला र अरु अदर नलेजको लागि डिस्कर्ड सर्भर छ हाम्रो, जोइन गर्न सक्नुहुन्छ। ह्यापी ट्रेडिङ, बाइ बाइ।